सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तो सुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध, कटिबद्ध, सचेत र सक्रिय रहनेछु। आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा र स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्रै मानव संसारको र जगतको रक्षा र उन्नति गर्न सकिन्छ। अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै देशको अभाव र गरिबीको अन्त्य गरी उत्पादन र निर्माण गर्न सकिन्छ भन्ने दर्शन हर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमदान अभियानमा निस्वार्थ भावले लागि पर्नेछु र लागिरहनेछु। म हुँ श्रमदाता। सबैले भन्नुहोला, म हुँ श्रमदाता। मैले सुनिन, म हुँ श्रमदाता। हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलोसरी जोतिन्छु म, हलोसरी जोतिन्छु म मेरै देशको माटोमा। आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ। आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने। म हुँ श्रमदाता। जय देश, जय माटो, जय स्वाभिमान, जय श्रमदान।